यसो सुने आमाले छिमेकीसँग नुन माग्दै हुनु त रहेछ। तर हाम्रो त घरमा प्रशस्त नुन छ। पछि आमालाई मैले सोधेँ, किन आमा नुन हुँदाहुँदै माग्नु भयो त? आमाले चाहिँ जवाफ दिनुभयो, निकै नै मन छोयो मेरो। किनभने हाम्रो छिमेकीहरू आर्थिक रूपमा खासै सबल छैनन्। हामीसँग बेला बेला केही न केही मागिरहेका हुन्छन्। म पनि यसो मिलाएर बेला बेलामा ससानो कुराहरू मागिरहेको हुन्छु, ताकि उनीहरूलाई पनि लागोस् हामीलाई पनि उनीहरूको आवश्यकता छ। यही तरिकाबाट त उनीहरूलाई म सजिलो महसुस होस् भन्ने चाहन्छु। उनीहरूलाई जे चाहिएको छ त्यो चिज हामीसँग माग्नको लागि। कति राम्रो कुरा। दिएर कहिले पनि रित्तिँदैन, बाँडेर खानेहरू कहिले भोको हुनु पर्दैन। यदि तपाईसँग पनि क्रय शक्ति बढेको छ, टन्न सामानहरू किन्न सक्ने क्षमता वृद्धि भएको छ भने उदार मन राखेर मुट्ठी खोल्न ढिलो नगरौँ है। जति दियो उति बढ्छ। तपाईको ढुकुर